कस्तो छ दिदी यहाँको देविका वन्दना दिजु हुनुहुन्छ उहाँ चाहिँ हजुरले चिन्नुभयो होला नि नचिन्ने कमै मात्रामा भेटिन्छ दिजुलाई होइन दिजु यति राम्रो राम्रो गीत गाउनु भएको छ बाफरे आज पशुपतिमा आइपुग्नु भएको छ कस्तो लाग्यो दिजु हजुरलाई आनन्दित है बडो आनन्द छ यहाँ है भगवानको नाम जप्न पायौँ हरिबोल हरिबोल बोल्दै हुनुहुन्थ्यो देविका दिदीले नै प्रेरणा दिएर ल हजुरहरू सबैजना अब इस्कन मन्दिर पनि आइसक्यो ल इस्कन मन्दिर आउँदा हजुरहरू मलाई फोन गरेर आइसक्यो इस्कन मन्दिर पनि आउनुपर्छ हस् ल हरे कृष्ण जय शम्भो जय भोलेनाथ बाबा ल लिस्यो प्रसाद लिस्यो पुरै काँचको थालीमा प्रसादी लिन पाउँदा पनि कस्तो आनन्द लाग्छ है दिजु आफ्नो कल्चर होइन आफ्नो कुरा एकदम राम्रो लाग्छ हरे कृष्ण